हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी कहाँ आएछौँ भन्नुपर्दा यस्तो विशेष ठाउँमा आएछौँ कि हाम्रो क्यामेराम्यान चाहिँ पारस थापा मगर र अनि म चाहिँ आज यस्तो विशेष ठाउँमा आएका छौँ कि त्यो चाहिँ म हजुरहरूलाई देखाउन चाहन्छु। त्यो चाहिँ हाम्रो यस डडेलधुराको अमरगढी किल्ला भन्ने ठाउँमा हेर्न सक्नुहुन्छ गाइस। हेर्न सक्नुहुन्छ गाइस, हामी अमरगढी किल्लाको अमरसिंह थापाको मूर्तिमा छौँ। हेर्न सक्नुहुन्छ। म यहाँ के लेखेको छ त्यो पनि पढेर सुनाउँछु। हेर्न सक्नुहुन्छ है गाइस। म बातको डमरू हुँ, मलाई सिनो खाने कुकुर नसम्झ भनेर अमरसिंह थापाले भन्नुभएको थियो। बडाकाजी अमरसिंह थापा, कस्तो लाग्यो सबैजना यहाँ डडेलधुरामा आएर एकचोटि हाम्रो यस अमरगढी किल्लातिर अवश्य। भाइरल त भयो नि यहाँको भिउमा भइन्छ पनि भत्काइरहेछन् यार। अवश्य भइन्छ। हामी चाहिँ सोरुमभित्र छिर्न गइरहेका छौँ। अन्डरग्राउन्ड भन्छन्। हामी यो अमरगढी किल्लाको सोरुमभित्र छिर्छौँ। कस्तो छ त त्यहाँभित्र हामी त गएको छैनौँ। हेर्न अब हजुरहरूले यो भिडियो हेर्नु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँभित्र चाहिँ कस्तो छ त है गाइस। ए भुटले समात्ला नि। ए भुटा सोरुम बबाल छ। बबाल हेरेछु। लाइट जलाएको छौ? लाइट जलाएको छैन। ओ सोरुम यहाँ तलदेखि चाहिँ यहाँ माथि आउनुपर्ने रहेछ गाइज। हामी चाहिँ यो अमरगढी किल्लाको सोरुमभित्र छिरिसकेका छौँ। अब यहाँदेखि उता जान्छौँ। अब सोरुमभित्र कस्तो छ त त्यहाँ अमरगढी किल्लाभित्र। सोरुमबाट चाहिँ हामी तलदेखि आएको। अब यो सोरुमभित्र छिर्छौँ अनि भित्र कस्तो छ हामी हजुरहरूलाई अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। हामी हजुरहरूलाई देखाउने नै छौँ। बवाल छ है गाइज। यहाँ चाहिँ एकचोटि आउनु होला सबैजना आएर यो सोरुमभित्र पनि छिर्नु होला भन्न चाहन्छु। हेर्न सक्नुहुन्छ परापूर्व कालदेखिको ढोका बवाल छ गाइज। वाउ, अमरगढी किल्ला। या यो चाहिँ हाम्रो काल भैरवको मन्दिर। काल भैरवको मन्दिर पनि छ, हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ फुलहरू पनि रहेछन्। आहा, यो कोपिला नटिप्नु हेर कोपिला